दृष्टि प्रसमीक्ष रत्वरास स्वतो भविया प्रसार भीतवद गुप्यन वधावन यमापयोगिनां क्षमं प्रविष्टं तपसा द्विजे कोविदा नचान्तं वैद्यस्य न पूर्वं नापलिं न पूर्वं नापिच्छा परं दुर्वा परं वयो वैष्ठा अंतरजगतो जगच्चयः तन्मत्वात्मजमभ्यक्तं वर्तनेन महुक्षरं गोपीको गोपीको लोकनेतां नवपन्न प्राकृतेता तद्दाम मध्यमानस्य सर्वस्य विदान सर्वं गुरुं नमोतेन सन्देन्यस्य गोपिकां
नमस्ते श्री वंशान वासुदेवाय हराय परमात्मने गोविंदाय नमो नमः। श्री कृष्ण गोविंद हरे मुरारी नारायण वासुदेवाय अनंत वैकुंठ मुकुंद भागा
वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभा निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा। वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभा निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा। वक्रतुण्ड महाकाय सूर्यकोटि समप्रभा निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा। सरदयं कुशलं स्ममेणुर्वामोदराधर सुधमपि गोपिकानां भुङ्क्ते स्वयं यदवशिष्टरसंहृदिन्योचस्तरभूमतयो विहरिण्य एत यारनुण्डसार यस्यत् अथागत समासंस प्रतिच्छन्तो श्रुतिस्मिता ततो जलाशनात् सर्वाधारिका शीतवेपिताः पाणिभ्यः निवासद्य प्रोक्तेन शीतकर्षिताः भगवान् नाथा भिक्षा शुद्ध भाव प्रसादितः स्तुतिनिनाय वासंस प्रीतं ब्रह्माद संस्कृतं युवस्त्राय लपोदृढप्रदा व्यगाहत हरे मुरारे अनंत वैकुंठ
गोविंद मुकुंद कृष्ण गोविंद दामोदर माधवेति ओम कपालदेवी संयुता पश्चिमी वसन गोपान निंद्रयाग गतो दिवांत विष्णु भगवान सर्वात्मा सर्वदर्शन प्रश्रयावरतो प्रसाद प्रतानंद पुरोगमान गतदामे विद कोयम संभ्रमो नात्मानमो पेरिरयद काव्य समेत विरदार चेष्टितः प्रियक्षोत्पुल्ल मुखे विरचितः उदारः सतिज कुंदति द्वितीय विरोचति डांगे बूढ़ धीरवृतः उपकीयमानो देवस्तनाल मननरमनखाग्रपाते क्षोर्यावलोकासदेवव्रत सुंदरिण्णा भक्तं भवन्द्रतिपतिं रमयांसकारैव भगवत कृष्णा मध्यमाना महात्मना प्रशमाय प्रसादाय तत्रैवान्तरधीयता ओम स्वस्ति श्रीमद्भागवते पूर्वार्धे भगवतो रास क्रीडावर्णन नामैको अनत्रिंशोऽध्याय आनंदकंद भगवान को श्री कृष्ण चंद्र भगवान को भक्तवत्सल भगवान को ओम श्री सरस्वती नमः ओम श्री थोरै समय भए पनि भगवानको बारेमा हामी बुझ्दैछौँ भगवानको कथामा थोरै समय भए पनि किनभने हामीसँग समय छैन हैन समय नभएका कारणले गर्दा कमसे कम 1 घण्टा जति हामी भगवानको कथा श्रवण गर्नेछौँ त्यस पछाडि आफ्ना कर्महरूमा हामी लाग्नेछौँ बोल सच्चिदानन्द भगवानको समालिन सज्जन भगवान सर्वश्रेष्ठ अच्युतानंद परमात्मा श्री कृष्ण चंद्र को सीमन कृपा दया जिसका कारण लेकर इस स्थान में हामी श्रीमद् भागवत महापुराण को दिव्य पाठहरूलाई ब्राह्मण देवताहरूका मुखारविन्दबाट श्रवण गरिरहेका छौँ जस्तो प्रकारले हामी हस्पिटल जान्छौँ जाँदाखेरि डाक्टरले औषधि दिन्छन् हैन दिन्छन् कि दिँदैनन् भन्नु त सच्चिदानन्द भगवानको जस्तो प्रकारले हस्पिटल जाँदाखेरि डाक्टरले औषधि दिन्छन् त्यो औषधिमा के हालेको छ भन्ने कुरा हामीलाई थाहा हुँदैन रै पनि त्यो औषधिलाई खाइसकेपछि के हुन्छ भन्दा हाम्रो रोग ज्वरो आएको छ भने ज्वरो निको हुन्छ टाउको दुखेको छ भने टाउको दुखेको निको हुन्छ त्यस्तै तरिकाले गुरुहरूले यहाँ पनि के गर्दै हुनुहुन्छ श्रीमद् भागवत महापुराणको संस्कृतमा पाठ गर्दै हुनुहुन्छ केमा रे संस्कृतमा यसलाई चाहिँ हामी पठनात् श्रवणात् सत्य यसले चाहिँ हाम्रा मनका जुन विकारहरू छन् पनि आएनन् एकादशीको उद्यापन गर्नुपर्ने हो एकादशीको पालन गर्नुपर्ने द्वादशीमा नै एकादशीको पालन गर्नुपर्छ एकादशीको व्रत लिनुहुन्छ कि लिनु दशीको व्रत के अरे अरू व्रत लिनु नलिनु ठिकै छ अरू पनि लिनु तर एकादशीको व्रत चाहिँ मनुष्यले लिनै पर्दछ यो शरीरको लागि पनि राम्रो हुन्छ वैज्ञानिकहरूले पनि एकादशीको व्रत चाहिँ लिनु नै भन्दछन् हेर्नुहोस् यो भित्रको जुन खाना पचाउने वाला जुन यन्त्र छ नि त्यसले पनि एक दिन चाहिँ रेस्ट पाउनु पर्छ अरे क्या यो गाडी गर्नुपर्छ अरे अर्को द्वादशी फर्किनु पर्दछ राजा अम्बरीशले विचार गर्नुभयो द्वादशी सकिने बेला भइसक्यो अझै दुर्वासा ऋषि आउनु अब के गर्ने भन्दा बाहिर एउटा ब्राह्मणलाई भोजन गर्न बोलाएर सुरुमा चाहिँ ब्राह्मणलाई भोजन नगराई आफै खायो हैन तिमीले अब यसको दण्ड तिमीलाई म दिन्छु सुरुमा त भन्थे छैन त जतिको म जतिको भगवानको भक्तहरू कोही पनि छैन र घमण्ड गर्दिस् तर महापापी रहेछ एउटा ब्राह्मणलाई भोजन गर्न बोलाएर आफै सुरुमा खाइस् आज तँलाइमा छोड्दिन संसारमा हिँड्ने गर्दथि हिँड्दाखेरि यो संसार पनि हलिन्थ्यो अरे भूकम्पित हुन्थ्यो त्यस्तै प्रकारकी कृत्य नाम गरेकी राक्षसी प्रकट भई अब गएर यसले दुर्वासा ऋषिलाई प्रार्थना गर्न लागि महाराज मलाई किन प्रकट गर्नुभयो म के गरौँ भन्दा गएर यो अम्बरीशलाई समाप्त गरिदे भनेर के गरिन्छन् भगवानको चरणको ध्यान गर्नुभएको पूर्वमा सुदर्शन चक्र दिनुभएको थियो रक्षा गर्नका लागि त्यही सुदर्शन चक्र आज अम्बरीशका शरीरबाट प्रकट भयो क्षणभरमा करोडौं सूर्य समान तेजले युक्त भएको सुदर्शन चक्रले आज त्यो कृत्यलाई पाउने गर्नु तीर्थयात्रा हातले गर्नु दान कानले सुन्नु हरि कथा मनले गर्नु ध्यान कानले
गर्नु ध्यान पाउले गर्नु तीर्थयात्रा हातले गर्नु दान पाउले गर्नु तीर्थयात्रा हातले गर्नु ध्यान कानले सुन्नु हरि कथा मनले गर्नु ध्यान कानले सुन्नु हरि कथा मनले गर्नु ध्यान परिरामको त्यो परिरामको सारा संसार रामको मै पनि रामको सारा संसार रामको रामको जाउँला वैकुण्ठ नाच्दै गाउँदै रमाउँदै जाउँला वैकुण्ठ जाउँला वैकुण्ठ जाउँला वैकुण्ठ नाच्दै गाउँदै रमाउँदै जाउँला वैकुण्ठ जाउँला वैकुण्ठ जाउँला वैकुण्ठ नाच्दै गाउँदै रमाउँदै जाउँला वैकुण्ठ जाने कहाँ होला कुनै रामलाई थाहा होला जाने कहाँ होला जाने कहाँ होला जाने कहाँ होला कुनै रामलाई थाहा होला जाने कहाँ होला कुनै श्यामलाई होला जाने कहाँ होला आनन्द भगवानको भक्तहरू भगवानको आजको आनन्दको जय जय श्री राधे श्याम ल सबैजना हाँसिदिनुहोस् भिडियो है यो भिडियो खै त सबैजनाले बाई बाई हाँसिदिनुहोस् हस् भयो यो त मुडुका उहाँबाट भिटा भिटा गराइन्छ
ग्यास नै छैन हौ मैले बुझेँ उँभो पर्दैन उँभो लिप्दा त्यो अब यो माटो कोमाल दिदी बिचमा राख्नु तपाईँ पनि हो त्यसो गर्नु त्यहाँ आग लाएर राख्नु बिस्तारै खानु अट्दैन है आउनु नानी म पछि ठाउँमा छ हेर त भुल्नु खोइ कल्पना दिदीहरू परिवार आयो यो भर सक्यो हेर्नु है एकपाटी तल उताल्नु यता हेरेर हेर्न खानु पर्दैन अलिकति यता अनि फोन गरिदिनु नि भरे अंकलले सबैमा निकाल्दिनुहुन्छ त्यो पूजा गर्ने सबै गुरु साथीभाइ आएर सबैलाई
पछि बेला चिलाले भलका त्यो मात्रै पूजा स्तनौ पूजयामि निशाकाशनम शङ्कर सनाय नमः उदरं पूजयामि फलादक्षाय नमः नादिं पूजयामि विश्वरूपिणे नमः पत्रे पूजयामि जगत्प्रभवे नमः गङ्गे धात्रे नमः पादौ पूजयामि विधात्राय नमः स्रष्टे परमष्टे नमः पतिं नमः हृदयं पूजयामि हिरण्यगर्भाय नमः मुखं पूजयामि ब्रह्मणे शिरं पूजयामि विष्णुवे नमः सर्वाङ्गं पूजयामि छोड्दिनु अब सल्काउनु न यता आउन यहाँ कहाँ यहाँ यो सल्काउनु त्यहाँबाट यो सिम्के धुप सल्काएर यहाँ चारसुरमा यसो गर्नु त यसो खोइ त्यो चारसुरमा खुवाउनु है अब अन्त नसुहाउनु नि लु त्यो पूर्वमा छाउनु त ऊ त्यहाँनिर भयो 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 बातीका पूर्वमा हो त्यहाँ बुहारीले यता छोरीले यहाँ उसलाई छ उसलाई राख्ने होइन छुनु न त्यो बलेको आगाले हो त्यहाँ छुनु ए नजानेको लु अब यता होइन अन्त आमा हो अरे सुन्नु तिनको भिडियो बनाउँदा यसो गर्नु त्यही भएर
लगाइ क्या होइन क्या सेम देख्यो झट्टा नसकिने भयो हामी महात्मा
अन्तिमको दक्षिणा नि अन्तिमको सिधा आम पाइँदैन तिर राख्नु हौ सिद्धार्थम घरमा अर्थक्रम मोक्ष प्राप्ति तत्सिद्धि कामनाय तथा च समाचार जन्म प्रथम कर्म अघिल्लाको छ परिपूर्ण सिद्धार्थम तस्य दशम सहवनीय यथोक्त फल प्राप्त्यार्थम महाकाली महालक्ष्मी सरस्वती देवता पूजनीय कर्म परिपूर्ण सिद्धार्थम लक्ष्मी नारायण देवता पूजनीय परिपूर्ण सिद्धार्थम ब्राह्मणाय भूयसी दक्षिण सहि सिद्धान्त दानम प्रजापति नारायण स्वामीले ब्राह्मणहरू अब फेरि हात जोड्नु अब यो चाहिँ भगवान्लाई दिउँ भनेर आँखा चिम्लेर गाएन करोनीय सकलम परस्मै नारायणाय
जो दिने माथि पुष्पा हातमा पुस्दिनु तपाईँलाई गरिरहेछु यो भोलिको मेराको हातमा दिनु यो पुसेर योमा पैसा पूजा घर होइन यहीँबाट भान्जा कलकत्ती तिलक बनाउँछ यो अभिषेक अब वृन्दावन गएर त्यो सङ्गीत पनि पारङ्गत हुने अनि आउनु सुन्दैन हाम्रो गुरु मन पराउने फुलपाती हो रामको भजन गाइरहनु वाला फेरि बार पाइँदैन यो चोला गोकुल फुलमा
भिडियो लिँदैछ भिडियो गणेश भइसक्यो उतो चाहिँ एउटा दिनु के दिदी अनि कहाँ भयो अब ठुला बनाएर न पानी लक्ष्मी त हेर 7-8 लाख